हेलो गाइज गुड मर्निङ। उठ्नु भएको छैन होला है, सबजना ओछ्यान हुनुहुन्छ होला र सबैजनालाई स्वागत छ हाम्रो मिनी ब्लगमा। हामी चाहिँ आज भक्तपुर दरबार स्क्वायरबाट चाँगुनारायणसम्मको यात्रा तय गर्दैछौँ। हेरौँ है त कस्तो छ भक्तपुर दरबार स्क्वायरदेखि चाँगुनारायणसम्मको यात्रा। बिहानीको सुनौलो घाम, चिसो हावा र चराचुरुङ्गीको मधुर आवाजसँगै यहाँका किसानहरूको दिनचर्या यसरी सुरु हुन्छ। कतै पसल खोल्ने चटाहरू, कतै खेतबारीमा जाँदै र आफ्नो व्यापार व्यवसायतिर जाँदै गरेको। हेर्नुहोस् न, महसुस गर्नुहोस् कति ताजा हावा, त्यसपछि कति सुन्दर रमणीय वातावरण, त्यो शान्त बिहानी, छुट्टै जोस जाँगर सहित हामी पार गर्नु मात्र होइन, बाटोमा भेटिने जीवनलाई बुझ्नु पनि हो। यही कारण मणिवाग सधैँ विशेष लाग्छ। हजुरहरू पनि हिँड्नुहुन्छ होला नि, हेर्नुहोस् न हामी कति दामी छौँ। हरियाली, हाम्रो खेत, वन, पाखा, बारी, त्यसपछि यो सुन्दर रमणीय वातावरणमा बिहानी यसरी स्वतन्त्र रूपमा घुम्न हिँड्न बाटो निहाल्न पाउँदा कति रमाइलो लाग्छ है। यस्तो ड्रोन सट हान्दा त कुद्नु पर्यो नि त नि। धाराहरूमा मात्र हिँड्ने मनमा पनि विशेष पलहरू, विशेष क्षणहरू कैद भइरहेको हुन्छ। स्वास्थ्यको सबैलाई माया लाग्छ होइन। बाटोभरि देखिने रमणीय दृश्य, स्थानीय जनजीवन र प्राकृतिक सौन्दर्यलाई हामी तपाईँसँग साझा गर्दै अघि बढिरहेका छौँ। आउनुहोस् अगाडि बढौँ, तपाईँ पनि हामीसँगै। चाँगुनारायण पुग्दैछौँ हामी। आज शनिबार भएर नि होला अलिक बाघले चार्छ। हामी चाहिँ अहिले चाँगुनारायण जाँदा जाँदै ठ्याक्क यो 10 देखि 15 मिटर अगाडि तपाईँहरू चाहिँ थाक्नुभयो भने ट्याक्क बिचमा बस्ने ठाउँ नि छ। शङ्खदह भनेर नामकरण गरेर रहेछ यो ठाउँलाई चाहिँ। तपाईँले ठाउँ देखेर बुझिसक्नुभयो होला होइन कस्तो ठाउँ भनेर। यो ठाउँ हाम्रो लागि चाहिँ खासै उचित छैन किनकि हामी अहिलेसम्म सिङ्गलै छौँ। तर तपाईँहरू देख्न सक्नुहुन्छ यो ठाउँ चाहिँ एकदम रमाइलो, रमणीय, सुन्दर डेटिङ स्पटको लागि चाहिँ पर्फेक्ट जस्तो लाग्छ, जहाँसम्म लाग्छ। यसरी नै हामी चाहिँ अझै पनि चाँगुनारायण पुगिसकेका छैनौँ। हामीलाई गुगलले चाहिँ प्र्याङ्क गर्यो। गुगल म्यापले चाहिँ 4 किलोमिटर भनेर हामीलाई आज 10 किलोमिटर कुदाइरहेछ। वास्तवमा हामीले 4 किलोमिटर भनेर आएको, खत्रै प्र्याङ्क गरिदियो गाइज। यस्तो उकालो हिँडेपछि थकाइ त लागिहाल्छ, तर हामी एक्साइटेड पनि छौँ चाँगुनारायणको लागि। अब हामी लगभग चाँगुनारायण नजिक आइपुगिसकेका छौँ।
गाइस अब यो उकालो लाइन किल गरेर हामी चाहिँ फाइनल्ली चाँगुनारायण आइपुगिसकेका छौँ। ल गाइस अहिले चाहिँ हामी फाइनली चाँगुनारायण आइपुगिसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ आज चाहिँ अलिकति भिड छ, शनिबार भएर गर्दा एकदम अलिक भिडभाड अलिक सर्कै छ। फाइनली आजको मर्निङ वाक चाँगुनारायणसम्म त्यो यात्रा सम्पन्न भइसकेको छ। ल तपाईँ देख्न सक्नुहुन्छ ल यहाँबाट लाइन लगाएर एकदम भिड छ है आज चाहिँ। यो दृश्य चाहिँ चाँगुनारायण मन्दिरको हो। आजलाई चाहिँ अब हामी निस्किन्छौँ यहाँबाट। आज भक्तजनहरूको अलिक चाप्ली गरेर यहाँको पूजाहरूलाई चाहिँ हामी डिस्टर्ब गर्न हुनसक्छ। त्यही भएर आज चाहिँ हामी हाम्रो मुख्य पर्पज त हाम्रो मर्निङमा हो नि त, त्यही भएर आज चाहिँ हामी निस्केको छौँ। त्यसपछि आउटमा निस्केर केही फोटोहरू लियौँ। त्यही फोटोहरू लिइसकेपछि त्यसपछि फेरि हामी पुनः भक्तपुर दरबार स्क्वायरतिर फर्क्यौँ है त। ल हेर्नुहोस् त्यहाँको दृश्य चाहिँ यस्तो छ। ठ्याक्क चाँगुनारायण मन्दिरको चाहिँ अर्को गेट एउटा गेटबाट निस्केर बाहिरबाट निस्केपछि देखिएको त्यो दृश्य चाहिँ साको हो। ल हेर्नुहोस् अब यो चाहिँ फर्किने क्रममा छौँ। फर्किने बाटो चाहिँ यस्तो छ है, तपाईँहरू देख्न सक्नुहुन्छ। अब पसलहरू खुल्दैछन्, पसलहरू खुलिसकेपछि अब छुट्टै रमाइलो हुन्छ, यहाँनिर छुट्टै बजार लाग्छ, यहाँनिर विभिन्न किसिमको। ल चाँगुनारायण मन्दिरबाट तपाईँको साधन छैन भने अब तपाईँलाई त थाहा नभए त तपाईँ चाँगुनारायण आइपुग्नु। तर जे भए पनि चाँगुनारायण बस पार्क चाहिँ यहाँ रहेको छ। बस पार्कबाट भित्र चाहिँ आज भक्तपुर दरबार स्क्वायरबाट ठ्याक्क चाँगुनारायणसम्म चाहिँ एकदम गुगल म्यापले चाहिँ भने बमोजिम चाहिँ हामी 4 किलोमिटर भनेर आज आयौँ। तर आज हामी टोटली प्र्याङ्क होइन, आज अप्रिटफुल त होइन, तैपनि हामीलाई आज हामीलाई चाहिँ गुगल म्यापले प्र्याङ्क हानिरहेको छ। आज हामी कति हिँड्यो होला लगभग सरको अनुसार चाहिँ। तर एकदम हाइकिङ मर्निङ वाकको लागि चाहिँ एकदम बेस्ट ठाउँ छ है भक्तपुरको। एकदम चाँगुनारायण पनि एकदम तपाईँहरूसँग टाइम छ भने आज हामी नि आज स्याटरडे भएर चाहिँ आज यहाँसम्म आएको हो। अब नत्र अरू दिन त नभ्याउनु सक्छ, तपाईँहरू पनि आफ्नै अफिस इधर उधर हुनसक्छ। तर एकदम रमाइलो छ है गाइस, हरियाली शान्त वातावरण। अब हामी चाहिँ चाँगुनारायणतिर हाम्रो गन्तव्यलाई चाहिँ भक्तपुर दरबार स्क्वायरतिर फेरि जोगाउँदैछौँ। बाटोमा दृश्यहरू पनि तपाईँहरूलाई प्रस्तुत गरेछौँ। यहाँनिर साइक्लिङ पनि पर्फेक्ट स्थान रहेको छ है। अब तपाईँहरू ग्रुपिङमा मर्निङ वाक, साइक्लिङ, हाइकिङदेखि लिएर जस त माटो कुनै बाटो नि कस्तो कस्तो हो, कहिले उकालो न उकालो छ, कहिले ओह्रालो न ओह्रालो छ। तर केही छैन, एकदम रमाइलो भयो होइन। त्यहाँनिरको स्वच्छ हावासँगै आज चाहिँ हामी चाँगुनारायण मस्तका मैया गर्दै आज हामी चाहिँ 12 किलोमिटर चाहिँ पच्काएर आइसकेका छौँ गाइस। ल हेर्नुहोस् त कति रमाइलो छ भक्तपुर।
तपाईँहरू सुतेरै बस्नुहोस् क्या, सुतेरै बस्नुहोस्, सुतेरै बस्नुहोस्। यस्तो यस्तो ठाउँ घुम्न छोडेर तपाईँहरू सुतेरै बस्नुहोस्।